दर्शन नमस्ते साथीहरू, सम्पूर्ण साथीहरूमा सोलो ट्रेक्स नेपालले सदा चाहिँ आज पनि उत्कृष्ट हाइकिङ डेस्टिनेसनको भिडियो लिएर आएको छ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ साँखुदेखि सुरु भएर नगरकोट रानी झुलासम्मको ब्रेथ टेकिङ भ्यूहरू हेर्न सक्नुहुनेछ। बाटोमा तपाईहरुले पञ्चमहालक्ष्मी मन्दिरको उत्कृष्ट भ्यू र बाटोमा जङ्गलहरूको बाटो हुँदै तपाईहरुले पुलहरूको दृश्यहरू देख्न सक्नेछ। भिडियोलाई मन परेमा लाइक सब्स्क्राइब गरेर आफ्नो प्रतिक्रिया पनि दिन नभुल्नु होला। भिडियो हेरिरहनु होला। केही समयको लागि धन्यवाद। यो चाहिँ साँखु बजार हो। साँखु बजारबाट ठ्याक्कै तपाईहरु यहाँ बसबाट उत्रेपछि चाहिँ यता पञ्चमहालक्ष्मी जाने दाहिने बाटोतिर यतातिर जानु होला। यतातिर जाँदा चाहिँ तपाईहरु हाम्रो पदयात्रा यहाँबाट चाहिँ तपाईहरु दाहिने नगइकन देब्रेतिर जानु होला। पञ्चमहालक्ष्मी देब्रेतिर हो। यता भयो नेपाल आमाको मन्दिर यो गेटबाट। यता भयो यो पुल दरेर उकालो पञ्चमहालक्ष्मी मन्दिर। रानी झुला जाने सुई त्यो रोड नछोडिकन सिधा परबाट चाहिँ फेरि देब्रेतिर उकालो घुम्नुपर्छ। राम्रो बनाएको रहेछ पनि। भर्खरै पहिला थिएन, अहिले भर्खरै बनाएको रहेछ। भर्खरै भन्दा नि 1-1.5 साल भयो होला। यहाँ पनि तपाईहरु आउन सक्नुहुन्छ। एकदम राम्रो रहेछ। माथि पनि जान सकिने रहेछ। माथि बाटो रहेछ। उतापट्टिबाट सिँढीको बाटोबाट माथि गएर यतापट्टिबाट फेरि यताबाट तपाईहरु झर्न सक्नुहुनेछ। माथि पुजारी ज्यू हुनुभएको बेलामा तपाईहरु जान सक्नुहुन्छ। अहिले पुजारी ज्यू हुनुहुन्न रहेछ। अब म यहाँबाट लाग्छु आफ्नो गन्तव्यतिर फेरि। यो चाहिँ पञ्चमहालक्ष्मी मन्दिर हो। हेर्नुहोस् तपाईहरु। हाम्रो जाने यात्रा चाहिँ उताबाट है, परबाट चाहिँ दाहिनेबाट उताबाट फेरि देब्रे घुम्छ परबाट यता। यहाँ चाहिँ यसो तपाईहरुलाई देखाउनको लागि यहाँ पनि साँखु बजारबाट पैदल हिँडेपछि 1 घण्टा 20 मिनेटमा ठक्क रानी झुला पुगिन्छ। भव्य बनाएको रहेछ मन्दिर चाहिँ। ठुलो एरियामा बनाएको छ। यताबाट यता बगैँचाहरू। यहाँ पर चाहिँ फेरि बाघ गुफा छ। माथि बाघ गुफा छ। गाडी त्यहीँ पार्किङ गर्दा पनि हुन्छ उतापट्टिबाट लगेर, नत्र यहाँ तल पार्किङ गर्दा पनि हुने रहेछ। यहाँ तेलकोट नगरकोटमा पुगेपछि चाहिँ यता गयो भने चाहिँ नगरकोट भयो। माथि टुप्पामा जाने भ्यू टावर। हामी रानी झुला जाँदा पदयात्रा चाहिँ यता। बाइकमा जाँदा पनि यतै हो। सवारी साधन यहाँ तल गहिरोमा पार्किङ गरेर जाँदा हुन्छ, नभए माथिबाट पनि जाँदा हुन्छ। दुवैतर्फबाट बाटो छ। पैदल बाटो चाहिँ यता ओह्रालो गएर यहाँ तल पुगेर अलिकति हिँड्नुपर्छ 7 मिनेट जति। यतैबाट सजिलो। यो पिपल बोटबाट ठ्याक्कै यता दाहिनेतिर ओह्रालो। रानी झुला पुल त्यही हो। त्यहाँबाट सिधा उकालो गयो भने माथि तपाईँ नगरकोट जाने बाटो पनि छ। माथि रोडमा निक्लेर फेरि यतातिर आउने बाटो पनि छ। ऊ जाने बाटो पनि छ। उता पारी तर्यो भने फेरि जिप लाइनतिर माथि जाने 1.5 किलोमिटर पारी जिप लाइनमा पुग्ने बाटो पनि छ। यतै फर्केर आउँदा यतै आउँदा पनि भयो। पैदल बाटो छ। बाइकहरू पार्किङ गर्नेमा सवारी साधन यहाँ तल पार्किङ गर्नु पर्यो कि माथि पार्किङ गर्नु पर्यो। यता माथिबाट गएर बाटो छ। यहाँ एउटा रिसोर्ट रहेछ। यो रिसोर्टबाट चाहिँ ट्याक्क यतातिर दाहिनेतिर गयो भने माथि रानी झुला पनि पुग्ने रहेछ। माथि छाँगामा पनि पुग्ने रहेछ। यहाँ रिसोर्ट छ। यो रिसोर्टबाट ठ्याक्कै यो बाटो यता गयो भने यहाँ आइपुगेपछि म मेन रोडबाट भित्र छिरिसकेँ। तलतिर त्यो रिसोर्टबाट यता देब्रेतिर रहेछ। अब भित्र पसियो। 7 मिनेटको दूरीमा छ। अब बस खालि धेरै टाढो छैन। आमा ओहो उतै पुगिगयो 2 मिनेट छ। मात्र 2 मिनेट। बलगर केटा बलगर। अलिकति बौद्धबाट हिँडेर आएको हो साथी। हो साँखुको बसै रहेनछ, नत्र साँखुसम्म आएर साँखुदेखि 1 घण्टा 20 मिनेट लाग्दो रहेछ। तर बसै बन्द रहेछ दसैँले गर्दा। ल ट्याक्कै आइपुगेँ अहिले चाहिँ म। साँखु बजारबाट चाहिँ दाहिनेपट्टि मोडिएपछि भक्तपुर तेलकोटको रोडमा हिँडेपछि पञ्चमहालक्ष्मीबाट पनि दाहिनेपट्टि हुँदै यता यही रोड नछोडिकन हिँड्नुपर्ने रहेछ। 1 घण्टा 20 मिनटमा सजिलै आइपुग्दो रहेछ। बिस्तारै हिँड्दा रोड तपाईँहरू आउन सक्नुहुन्छ। म चाहिँ बौद्धबाट हिँड्दै आएको, तर गाडी नपाएर अब त
पर्सि निकर्सीदेखि त अब यो टिका सकेपछि त दसैँ टिकट सकेपछि त बस चल्न थालिहाल्छ। एकदम राम्रो ठाउँ रहेछ। सवारी साधन पनि आइपुग्छ यहीँ नै। पदयात्रा हिँड्न मन पराउनेहरूले साँखु बजारबाट हिँड्न सक्नुहुन्छ। एकदम राम्रो गन्तव्य छ। तर वरिपरि फोहोर चाहिँ नगरिदिनु होला तपाईँहरूले। खानेकुराहरू खाएर एकदम राम्रो ठाउँ छ। यहाँ तल सानो झरना पनि छ, त्यो पनि म अहिले एकछिनमा देखाउने छु। क्या जबरजस्त लाग्छ। उफ पर झरना त्यही हो, अहिले म तल देखाउँछु तपाईँहरूलाई। यहाँबाट कस्तो उचाइ छ। यो त पर फर्पिङको भन्दा पनि धेरै हाइट रहेछ क्या। फर्पिङको भन्दा पनि धेरै हाइट रहेछ। फर्पिङको पनि मैले बनाएको छु भिडियो, त्यो त तपाईँहरूले युट्युबमा हेरिदिनु होला र तुलना गर्नु होला कुन राम्रो छ, त्यो राम्रो छ कि यहाँको राम्रो छ। तर मलाई चाहिँ यहाँको धेरै भ्यू राम्रो लाग्यो। आमामा बाफ्रे, यहाँको अझै पर फर्पिङको भन्दा पनि लामो जस्तो रहेछ। हाइट पनि हो। जिप लाइन पनि रहेछ। जिप लाइन माथि 1.5 किलोमिटर पुगेपछि जिप लाइन रहेछ। जिप लाइन त गइँदैन आज। अब के गर्नु, यो नेपालको सबैभन्दा लामो जिप लाइन हो होला। यता पनि अलिअलि फोहोर फ्याँकेको रहेछ मान्छेहरूले खाएर पिएर। यस्तो चाहिँ तपाईँहरूले नगरिदिनु होला। धन्यवाद। नेपालीहरू प्रायः सबै दसैँ मनाइरहेछ। दसैँको छुट्टी छ, त्यही भएर यहाँ कोही रहन्छ प्रायः सबै इन्डियाबाट विदेशीहरू आएको रहेछ। इन्डिया मिजोरम भन्ने ठाउँबाट बङ्गलादेशी भालोभाषीहरू, विदेशी कुइरेहरू पनि आएको रहेछ सबै। माथि नगरकोट हो। अब हेरौँ के हुन्छ, नगरकोट जाउँ कि के गरौँ। म या त सिधै म त्यही बाटो अघि आएको बाटै फर्किन्छ। पहिला त तल झरनामा जान्छु, त्यहाँ तल पनि गइ हेर्छु कस्तो रहेछ। यहाँ माथिबाट बगेर आएको खोला हो। फर्पिङको भ्यू राम्रो लाग्यो, यहाँको लाग्यो राम्रो। तपाईँहरूले पनि दुईटै भिडियो तुलना गरेर मलाई कमेन्ट गरिदिनु होला। एक्लै हिन्डुल गर्न नपाइने भनेर यहाँ लेखेको रहेछ, निषेध गरेको। अब के गर्ने, कोही अब युगल जोडी लिएर आउनु पाए। एउटा बाटो यता छ, खानेपानी मुहान क्षेत्रमा प्रवेश निषेध भनेको छ। यता होइन, यतातिर उँधो ओह्रालो छ, यतातिर जानु होला। तल छाँगामा जाँदा चाहिँ नेचुरल पानी छ, तर पानीमा नुहाउने कार्यहरू नगरिदिनु होला, पौडी नखेल्नु होला, किनकि त्यो पानी सबैले पिउने गर्दछ। थ्याङ्क यू। यहाँ रहेछ झरना चाहिँ, यहाँ रहेछ है, तर सानो रहेछ, खासै ठुलो रहेनछ। माथि पुलदेखि अलिक तल हो, बाटोदेखि उँधो। यहाँ तलतिर पौडी खेल्दैछ मान्छेले। सफा पानी हो, पौडी नखेल्नु भन्छ, तर खेलिरहेछ। जताभावी फोहोर गरेमा 1000 रुपियाँ जरिवाना। र कसले टेर्ने, नेपालीले थोरै टेर्छ, कसैले टेर्दैन। खेलिरहेछ। आहा वाह, यस्तो दामी। 3 घन्टा 4 घन्टा पैदल हिँडेको एकैछिनमा शान्त हुँदो रहेछ। सबै थकान दूर हुँदो रहेछ कि यहाँ आएपछि। ओहो पानी फोहोर नगर्नु होला भनेको छ। यो सबै पिउने पानी अरे। मैले चाहिँ नसक्ने रहेछ। यता जुत्ता चिप्ले पनि एकैचोटि तल जाने रहेछ। मैले चाहिँ गइनँ है। काल खोज्नु नजाउँ, जुत्ता चिप्लिने कोही मान्छे पनि छैन, मरिन्छ एकैचोटि तल खेचारिएर। साथीहरू, आफ्नो ज्यान जोखिममा लाउनु हुँदैन। म चाहिँ फर्केँ है। माथिल्लोमा चाहिँ धेरै चिप्लो रहेछ, त्यही भएर म चाहिँ उता धेरै बल गरिनँ। ढुङ्गा चिप्लो रहेछ, चिप्लियो भने एकैचोटि तल खेचारिएर तल चिप्लेर जान्छ, तल दोवामा चाम्रो ढुङ्गामा खेचारिन्छ। त्यसैले तपाईँहरू पनि बल नगर्नु होला। रमाइलो गर्नुपर्छ, यसो हेर्नुपर्छ दृश्यहरू, तर आफ्नो ज्यानै जोखिममा पार्नु हुँदैन। अरूलाई पनि जोखिममा पार्ने सल्लाह दिनु हुँदैन। म पनि त्यसैले सल्लाह दिन सक्दिनँ अरूलाई ज्यान जोखिमको लागि। थ्याङ्क यू।
आजको लागि आजको यात्रा यहीँ टुङ्गिन्छ। यस्तै राम्रो राम्रो एडभेन्चर यात्राहरू पदयात्राहरूको भिडियोहरू तपाईँहरूलाई आवश्यक पर्छ भने कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू तपाईँहरूको साथ र सहयोगको लागि। यस्तो भ्यू देख्छ माथिबाट, आमा